हेर केटा हो, तिमीहरूको गर्लफ्रेन्डको बाउ आमाले तिमीहरूको बिहे गराउन चाहिँ राजी भएनन् भनेदेखि के गर तिमीहरू भनेदेखि ल है केटा हो, मेरो यहाँ भ्लगिङ सुरु भइसक्यो ल यो होइन। हेलो, यो एरिया चाहिँ दामी छ क्या, यो यता पनि रुख उता पनि रुख हुनुपर्ने, अनि चाहिँ झन् दामी देखिन्थ्यो। भ्यू चाहिँ यहाँ दामी देखिन्छ है। तर तलबाट धुलो हुन्छ नि, यो बाटो धुलो हुँदैन। त्यही हो त टाढा आएको, नत्र किन आएको। बनेपाको पुरानोको मेन बाटो हो क्या यो, पहिलेको जमानाको। अनि पछि चाहिँ अनि मेन हाइवे उताबाट खोल्यो नि त। सरले हामीलाई चिन्नु भएन, सर चाहिँ सट्टै जानु हो, तर हामीलाई चिन्नु नै भएन यार, यस्तो छ। यस्तो हुन्छ कोही बेला। म त यसो हेर्छन् कि के हो जस्तो लागिसकेको थियो, तर हेर्नु भएन। यो यहाँ बजार लागिरहेको रहेछ आज है, शुक्रबारे बजार। यसो हेर्न जानुपर्ने है, के रहेछ हेर्नलाई मात्र के जानु, पैसा छैन किनभने। यहाँ रोकिदिउँ। हामी त चल्दिसकेको अवस्था छ अहिले। बाटोमा पानी हाल्ने काम कसको हो, त्यसलाई त एकदम राम्रो काम गरिरहेको छ त्यसले। हिजो भर्खर कपडा धोएको छु, तर दामी गरेछ यार आज, पानी सानी हालेर है, धुलो नउड्ने बनाएको छ यार। यस्तो डेली गऱ्यो भने त अनि मैले दुःखै पाउँदैन नि यार। कपडा एक हप्तामा एकचोटि धोए पुग्छ। हो माया बस्यो मुटुमा, मायाको मिठा छुट्टै, दुनियाँको डर छैन मलाई, भइलान्छु तिमीलाई, अब बेहुली बनाउँछु छिट्टै। त्यसपछि के थियो अरे, हो अपरेटर डोजर। सानो बच्चा बेलामा चाहिँ मलाई डोजर चलाउन यस्तो मन लाग्दिन्थ्यो कि म जहिले पनि त्यो हाम्रो घरमुनिको खानीमा गएर दिनभरि डोजर हेर्ने के। त्यो हेर्दै मलाई चलाउन आइसक्यो जस्तो भइसक्यो थियो कि। अब चाहिँ म त्यहाँ सिटमा बस्न पाएँ भने चाहिँ म चलाइदिन्छु भन्ने चाहिँ मलाई भइसकेको थियो। त्यसपछि खानीमा पहिरो गएर मान्छे मरेपछि खानी नै बन्द गरिदिइहालेँ। त्यसपछि त डोजरको त नामो निशान गइहाल्यो, आफ्नो अपरेटर बन्ने सपना पनि त्यत्तिकै विलिन भयो। यहाँ चाहिँ स्कुलको बस बिग्रिएछ, यस्तो भएपछि यस्तो ल्याङ हुन्छ नि। यतातिर चाहिँ पानी खासै राम्रोसँग हालेर रहन्छ है, धुलो उड्न थालिसक्यो यार। पन्जा पनि लाएको छैन मलाई छैन। ओ यो छेउमा पोल पनि हालेर लाइन सप्लाई पनि हुन थालिसकेको छ त कहिलेदेखि है। डेली प्रायः त म यो बाटो हिँड्छु, तर यो पोल हालेर कहिलेदेखि यस्तो भयो। हेर केटा हो, तिमीहरूको गर्लफ्रेन्डको बाउ आमाले तिमीहरूको बिहे गराउन चाहिँ राजी भएनन् भनेदेखि के गर तिमीहरू भनेदेखि सोलुसन यही हो, अगाडिको यो भ्यान लिएर जाने हो, सट्ट गाडीभित्र कोच्ने हो, टाप भएर मारुति सुजुकीको यो गाडी लिएर जाने हो कि यो। The next day. अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भनेदेखि बिएनबी हस्पिटल। हाम्रो केटो चाहिँ के भन्छ, एक्सिडेन्ट परेर धुलो पिठो भएर बसेको छ अरे। हामी चाहिँ यहाँ रिक्स हिँडिरहेछौँ, किनभने अब के भन्छ प्रोटेस्ट भइरहेछ नि त अहिले। आएर ढुङ्गा मुढा हान्छन् भनेर हामीले चाहिँ दुवैजनाले यहाँ हेलमेट सेफ्टी लाएर हिँडिरहेछौँ है। दुवैजनाले, मैले पनि सेफ्टी हेलमेट लगाइरहेछ, उसले पनि हेलमेट लगाइरहेछ। रिक्स लेने का ही नहीं अरे, बिल्कुल रिक्स नहीं लेने का। तिमीले देखाएको छ तिमीले बिएनबी देखाएको छ नि। हामी चाहिँ यहाँ बिस्तारो जानुपर्ने हुन्छ, किनभने यहाँ चाहिँ 50बाट अलिकति पनि माथि, के अरे 60बाट अलिकति 1 पोइन्ट पनि माथि कट्यो भने हाम्रो 1000 रुपियाँ अहिले चिलाउँछ होइन चिटबाट। अब मेरो कुरा त अब थाहा नै होला। यो भाटबाट नि हेर, यो धुलो हेर, भाटपट्टिनीमा ढुङ्गा मुढा हालेर पुरै धुलो छ यार पुरा। हिजो चाहिँ यहाँ प्रोटेस्ट भएको चाहिँ फाइदा उठाएछन्। भाटपट्टिनी उता प्रोटेस्ट हुनलाई सबै बन्द गरेछन्, भाटपट्टिनी पनि बन्द छ होला भनेर सबै मान्छेहरू ल्याएर लुटपाट गरेछन्।
अब दाजुहरू चाहिँ यहाँ जेब्रा क्रसिङ छैन भन्ने थाहा हुँदा हुँदै पनि बाटो काट्छन् यसरी। त्यहाँ त्यत्रो ब्रिज छ यार यहाँ। र अब चाहिँ हामी हस्पिटल पुग्नु लाग्यौँ यार। केटोलाई फलफुल सलफुल केही लगिदिनु पर्ने होला। हामी फलफुल किन्नु पर्ने हुन्छ त्यहाँ गएर। बिस्तारो रोड क्रस गर्नुपर्ने हुन्छ किनकि यो ठाउँ एकदम डेन्जर ठाउँ हो यसरी हुत्तेर आउँछ। अर्को कुरा गाइज, म आफूले चाहिँ नयाँ बाइक किनिसकेको छ हेर्नु। नयाँ बाइक किनियो भनेर थम्बनेल हाल्नुपर्छ क्या आज? सागर नयाँ बाइक किनियो भनेर थम्बनेल हाल्नुपर्छ क्या? हालौँ अहिले ल यो बाइकसँग एउटा फोटो खिच्नुपर्छ होइन, अनि नयाँ बाइक किनियो भनेर थम्बनेल हाल्ने। 91 मोडलको सोरुमबाट नयाँ। आज चाहिँ प्रोटेस्ट छैन होला सायद, खोइ छ कि छैन। हामी तिनकुने साइड गएनौँ, हामी चाहिँ यता गरको साइड आयौँ है। अब प्रोटेस्ट भयो नि के नेपाल छ र भने हामीलाई के नै हो र प्रोटेस्टले? हामी त्यहाँ जाँदैनौँ। अब ज्यानको माया न उनीहरू हिजो मरिहालेछन्। होइन हामी आउने नै यता हो त। अनि दिदीलाई चाहिँ हामीले जानु भनेर भन्यौँ। हाम्रो बिएनबी हस्पिटल चाहिँ आउन लागिसकेको छ अब। ओ त्यो पारी हो होइन, फलफुल किन्ने ठाउँ त्यहीँ छ। त्यहीँ फलफुल पसलहरू त्यहीँ छ। फलफुल सलफुल भन्दा पनि केटोको हालचाल चाहिँ के छ भन्ने कुरो इम्पोर्टेन्ट हुन्छ कि। अब हामी चाहिँ यहाँबाट भित्र छिर्नु पर्ने हुन्छ होइन। बिएनबी हस्पिटल हामी चाहिँ यहाँ आइसक्यौँ है। यही हस्पिटल त यही हो। पार्किङ भित्र हो दाइ, पार्किङ चाहिँ भित्र भनेर हामीलाई दाइले इसारा गरिसक्नु भएछ यस्तो यस्तो गरेर। कता हो? मलाई कता कता झिक्ने ए यता रहेछ पार्किङ चाहिँ हाम्रो। पार्किङको ठाउँमा पार्किङ नो पार्किङको बोर्ड लगाइदिन्छ अनि हुन्छ। हामीले चाहिँ टक्क यहाँ मिलाएर राख्नुपर्छ कि बाइक चाहिँ, किनकि बाइक मिलाएर राख्नु भनेको के अरे सभ्य नागरिकको परिचय हो। अब यिनको बाइकको चाहिँ फेरि एउटा प्रब्लम के छ भने साइड स्ट्यान्ड निकाल्न चाहिँ 2 घन्टा लाग्छ कि फेरि। एकदम दामी 150 भन्दा स्पिड माथि जाँदै जाँदैन। 130 150 होइन। हामीले यदि पुर्याउन खोज्यो भनेदेखि यो चाहिँ बिएनबी हस्पिटल यहाँको होइन। अब हामी जस्तालाई हुँदैन यो ठाउँ। माथि लिफ्ट चाहिँ माथि, हामीले लिफ्ट मुनि बोलाइरहेछ, लिफ्ट माथि गइरहेछ। हामी मुनि बोलाउने, लिफ्ट चाहिँ माथि जाने। अनि कहिले हुन्छ आज खोलेला जस्तो पनि लाग्दैन यो लिफ्ट। गयो नि जाओस् यार। अब त यहाँ मजाले बस्न त पाइयो कमसेकम। अब चाहिँ हाम्रो फ्लोर आउन लागेको छ हेर्नु। कति नम्बरमा पुग्यो? 5 नम्बरमा पुग्यो है। बन्द गरिदिएर अब 505 बेड नम्बर कता छ त हाम्रो? 507 502 उनीहरू तास्ने तरिका हेर्नु चाहिँ जाइन्छ कतै। मलाई त भन्थ्यौ नि। अनि यतापट्टि थाहा छ सिपालु मान्छे हो कि। ठुलो भएको मान्छे पनि देखाइदिनु पऱ्यो यसरी फेरि यिनको कतिको हेल्थ राम्रो रहेछ हेर्नु पऱ्यो। अब यहाँ तान्ने होइन, पुग्ने हो त तपाईँले। निलो पनि माथि सकेनन्। थुन ल त्यो तिमीले थुन्यौ भने त अनि त्यसले ऊ नै हुँदैन नि। त्यही त 12 चाहिँ हस्पिटलमा त यिनलाई त खेल्न आएको जस्तो भइरहेछ।
होइन हेऱ्यो सक्दैन सक्दैन अहिले किन यस्तो भयो